नमस्कार। आज हामी श्वास प्रश्वास सम्बन्धी दुईवटा यस्ता समस्याबारे कुरा गर्दैछौँ जुन सुन्दा उस्तै लाग्छन्, सिओपिडी र अस्थमा। तर वास्तवमा यी दुईमा धेरै ठूलो फरक छ। यो फरक चिन्नु किन महत्त्वपूर्ण छ र यसबाट कसरी जोगिने, आउनुहोस् आज यसैबारे गहिरिएर बुझौँ। कहिलेकाहीँ अलिकति हिँड्दा वा भर्याङ चढ्दा पनि सास फुले जस्तो हुन्छ हैन त? अब यो सामान्य थकान मात्रै हो कि कुनै स्वास्थ्य समस्याको सङ्केत हो? आज हामी यस्तै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्नेछौँ। ल, आज हामी के कुरा गर्छौँ सर हेरौँ है त। सुरुमा हामी सिओपिडीले फोक्सोमा पुर्याउने नदेखिने क्षतिबारे जान्नेछौँ। त्यसपछि अस्थमा अर्थात् दमको बारेमा कुरा गर्नेछौँ, जुन चाहिँ फर्किन सक्ने समस्या हो। अनि यी दुई बीचको मुख्य फरक के हो त्यो पनि हेर्नेछौँ। कस्तो अवस्थामा तुरुन्तै डाक्टरलाई भेट्नुपर्छ र अन्त्यमा कसरी स्वस्थ जीवन जिउने भन्ने बारे पनि चर्चा गर्नेछौँ। हाम्रो पहिलो विषय सिओपिडी। यसको पूरा रूप हो क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज। यो फोक्सोको एउटा दीर्घकालीन रोग हो जसले समयसँगै स्थायी क्षति पुर्याउँदै जान्छ। सरल भाषामा भन्नुपर्दा सिओपिडी भनेको सास फेर्ने नलीहरू सधैँका लागि साँगुरो हुने रोग हो। यसभित्र खास गरी दुईवटा अवस्थाहरू पर्छन्। एउटा हो क्रोनिक ब्रोङ्काइटिस र अर्को एम्फिसेमा। अब यो रोग लाग्ने कारण के हो त? अचम्मको कुरा के छ भने धेरैजसो कारणहरू हाम्रो आफ्नै जीवनशैली र वातावरणसँग जोडिएका छन्। यसको सबैभन्दा प्रमुख कारण त धूम्रपान नै हो। तर त्यति मात्रै होइन, घरभित्र बालिने दाउरा वा कोइलाको धुवाँ, धुलो र प्रदूषणमा लामो समय बस्दा अनि उमेर बढ्दै जाँदा पनि यसको जोखिम बढ्छ। सिओपिडीको एउटा समस्या के हो भने यसका लक्षणहरू एकैचोटि देखिँदैनन्, बिस्तारै सुरु हुन्छन् र समयसँगै झन्झन बढ्दै जान्छन्। जस्तै लामो समयसम्म खोकी लागिरहनु, खकार आइरहनु, अलिकति काम गर्दा पनि सास फुल्नु र सधैँजसो थकित महसुस हुनु। यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझ्न जरुरी छ। सिओपिडीले फोक्सोमा गर्ने क्षति प्राय अस्थायी हुन्छ। मतलब धुवाँ र अन्य हानिकारक तत्त्वहरूले फोक्सोभित्रका साना साना हावाका थैलीहरूलाई नष्ट गरिदिन्छन् र एकपटक नष्ट भइसकेपछि यो क्षतिलाई पहिलेको अवस्थामा फर्काउन सकिँदैन। तर क्षति फर्काउन नसके पनि निराश हुनुपर्ने अवस्था भने छैन। यसको रोकथाम र व्यवस्थापन गर्न सकिन्छ। रोकथामको लागि सबैभन्दा उत्तम उपाय धूम्रपान छोड्नु नै हो। घरभित्रको धुवाँबाट बच्नु र बाहिर निस्कदा मास्क लगाउनु पनि उत्तिकै जरुरी छ। अब रोग लागिसकेको अवस्थामा डाक्टरको सल्लाहमा इन्हेलर लिने, अक्सिजन थेरापी गर्ने जस्ता उपचारले जीवनलाई धेरै सजिलो बनाउन मद्दत गर्छ। ल, सिओपिडीको कुरा त भयो। अब लागौँ अस्थमातिर। यो पनि सास फेर्न गाह्रो बनाउने रोग हो, तर यसको प्रकृति सिओपिडी भन्दा बिल्कुलै फरक छ। यो एक अस्थायी, बेला बेलामा बल्झिने र फेरि ठिक हुन सक्ने समस्या हो। अस्थमा, जसलाई हामीले सामान्यतया दम भनेर चिन्छौँ, यो एउटा यस्तो अवस्था हो जसमा फोक्सोका श्वासनलीहरू केही समयको लागि साँगुरो हुन्छन्। यो प्राय एलर्जी वा अरू कुनै बाहिरी तत्त्वको कारणले हुन्छ, जसलाई ट्रिगर भनिन्छ। अब दम बढ्ने कारणहरू अर्थात् ट्रिगरहरू हरेक व्यक्तिमा फरक हुन सक्छन्। कसैलाई धुलोको एलर्जी हुन्छ, कसैलाई फूलको परागकणले असर गर्छ। चिसो हावा, धुवाँ, तनाव वा कुनै सङ्क्रमणले पनि दम बढाउन सक्छ। अनि परिवारमा कसैलाई दम छ भने पनि यसको जोखिम बढी हुन्छ। दमको अट्याक हुँदा कस्ता लक्षण देखिन्छन् त? सास फेर्दा ग्यार ग्यार वा सिट्टी बजे जस्तो आवाज आउँछ, छाती कसिएको जस्तो महसुस हुन्छ र खास गरी राति वा बिहानको समयमा खोकी धेरै लाग्छ। सास फेर्न गाह्रो हुनु त यसको मुख्य लक्षण भइहाल्यो। र हो, यही नै हो सिओपिडी र दम बीचको सबैभन्दा ठूलो फरक। दममा हुने असर रिभर्सिबल हुन्छ, मतलब यसलाई फेरि पहिलेको अवस्थामा फर्काउन सकिन्छ। सही उपचार गरियो र ट्रिगरहरूबाट बचियो भने साङ्गुरिएका श्वासनलीहरू फेरि सामान्य अवस्थामा फर्कन्छन्, जुन कुरा सिओपिडीमा सम्भव हुँदैन। अहिलेसम्म हामीले सिओपिडी र दमबारे छुट्टा छुट्टै त बुझ्यौँ। अब यी दुईलाई सँगै राखेर हेर्दा कस्तो देखिन्छ त, ताकि कुनै पनि दुविधा नरहोस् र सबै कुरा छर्लङ्ग होस्। यो तालिकाले सबै कुरा स्पष्ट पार्छ। ल हेर्नुहोस् है त, रोग सुरु हुने उमेर हेर्ने हो भने सिओपिडी प्राय 40 वर्ष कटेपछि देखिन्छ। तर दम, त्यो त बाल्यकालमै पनि सुरु हुन सक्छ।
सीओपीडीको मुख्य कारण धूम्रपान र धुवाँ हो भने दमको मुख्य कारण एलर्जी जस्ता ट्रिगरहरू हुन् र सबैभन्दा महत्त्वपूर्ण फरक सीओपीडी स्थायी रोग हो तर दमको असर फर्किन सक्छ। त्यसैले त सीओपीडीका लक्षणहरू निरन्तर रहन्छन् जबकि दमका लक्षणहरू आउने जाने गर्छन्। यही कारणले उपचारले सीओपीडीलाई व्यवस्थापन मात्र गर्न सक्छ तर दमलाई पूर्ण नियन्त्रणमा ल्याउन सकिन्छ। अब एउटा एकदमै महत्त्वपूर्ण कुरा गरौँ, कस्तो अवस्थामा चाहिँ घरमा बस्न हुँदैन र तुरुन्तै डाक्टरको मद्दत लिनुपर्छ। यी चेतावनीका सङ्केतहरू चिन्नु ज्यादै जरुरी छ। यदि सास फेर्न एकदमै गाह्रो भयो, ओठ वा औँलाहरू निलो देखिन थाल्यो, एकै सासमा पूरा वाक्य बोल्न सकिएन वा साथमा भएको इन्हेलरले पनि काम गरेन भने एकछिन पनि ढिला नगरी अस्पताल जानुपर्छ। यी दुवै रोगका लागि गम्भीर खतराका सङ्केत हुन्। यी सबै कुरा सुनिसकेपछि कतै मनमा डर त पसेन, तर डराउनु पर्दैन, किनभने रोकथाम र सही व्यवस्थापन नै स्वस्थ जीवनको बाटो हो। अब हामी कसरी एक सक्रिय जीवन जिउन सकिन्छ भन्ने बारेमा हेरौँ। त्यसो भए हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने सीओपीडी होस् वा दम दुवै गम्भीर रोग हुन्, तर यिनीहरूसँग डराउनु पर्दैन। समयमै पहिचान गर्न सकियो, रोकथामका उपाय अपनाइयो र सही उपचार गरियो भने एक सक्रिय र सामान्य जीवन जिउन एकदमै सम्भव छ। ज्ञान नै सबैभन्दा ठूलो शक्ति हो, हैन? यो भनाइले सबै कुराको सार बताउँछ। धूम्रपानबाट टाढा रहनु, आफ्नो वरपरको वातावरणलाई सफा राख्नु र सबैभन्दा महत्त्वपूर्ण कुरा डाक्टरको सल्लाहअनुसार नियमित रूपमा चल्नु। यी नै दुवै रोगको व्यवस्थापनका लागि सबैभन्दा बलिया आधार हुन्। र अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। हामीले आफ्नो फुक्सोको त ख्याल राखौँला, तर हाम्रो समाज, हाम्रो समुदायको फुक्सोलाई स्वस्थ राख्न हामी सबैको सामूहिक भूमिका के हुन सक्छ? यसमा एकपटक सोच्नुहोला है त। धन्यवाद।